साथीहरु तपाईहरुसँग यस्तो खालको मल्टिप्लग बोर्ड छ भने त्यसको अगाडिको यस्तो वायर जलो अथवा टुटो भने कसरी हामीले यसको अर्को वायर लगाउन सक्छौं है कसरी यसको अर्को वायर लगाएर हामीले यसलाई चलाउने बनाउन सक्छौं यसको मैले यसमा हिटर चलाएको थिए जलो है वायर यो वायरहरु कम पावरको हुन्छ कम 4 mm को यो वायरहरु थाम्दैन 3500 4000 वाट इन्भर्टरले तान्दैन किन तपाईले 4000 देखि 4500 वाट सम्मको मेसिन चलाउन सक्नुहुन्छ है यसमा हामीले 3 mm को वायर लगाउँछौं है यसमा 3 mm को वायरले हाम्रो 4000 देखि 4500 वाट सम्म तान्छ है यसले हामीले कसरी यसमा यो 3 mm को वायर फिट गर्ने भनेर म तपाईहरुलाई देखाउँछु अन्तिम समय हेर्दिनु होला है हाम्रो जुन यो अर्थिङको वायर छ नि यो अर्थिङको वायर हामीले यहाँ लगाउनु पर्दैन है नलगाए नि चल्छ तर हामीले प्लस माइनस को जुन वायर छ नि त्यो लगाउनै पर्छ है अनिवार्य यहाँ ब्लू र ब्राउन वायर छ है यो ब्लू र ब्राउन वायरमा हामीले जोड्नु पर्ने हुन्छ मेन है हामीले यसमा दुईटा वायर हेर्ने है कुन चाहिँ प्लस हो कुन माइनस हो वायर भनेर त्यहाँ छुट्याउने है हामी त्यसपछि हामीले यसमा कनेक्सन गर्ने वायर छुट्याइसकेपछि हामीले यहाँ कनेक्सन गर्ने कनेक्सन त्यहाँ प्लसमा प्लस लगाउने माइनसमा माइनस लगाउने है कनेक्ट गरिसकेपछि हामीले त्यसपछि यहाँ हाम्रो तार बाहिर ननिक्लोस् भनेर यहाँ बिचमा हामीले एउटा सानो जुन वायर थियो नि हाम्रो त्यहाँ चाहिँ लाग्ने चाहिँ मैले खोलेर यहाँ लगाउँछु यहाँ लगाइसकेपछि तारको टुप्पोबाट भित्र छिराउने यसलाई अनि त्यहाँ सपोर्टको लागि यसमा यो चाहिँ लुज हुन्छ लुज भइसकेपछि यहाँ चाहिँ टुट्ने डर हुन्छ कि भित्रबाट टुट्छ यो अनि हामीले यहाँ टेप लगाउने टेप लगाइसकेपछि अनि त्यो अलिक वायरलाई सपोर्ट हुन्छ टेप लगाइदिएपछि टेप लगाइसकेपछि हामीले त्यसको कनेक्सनमा पनि टेप लगाइदिने अनि यहाँ हामीले नट लगाएर टाइट हामीले यसलाई कभरमा फिट गर्नुपर्छ है कभरमा फिट गरेर अनि यसमा हामीले नट लगाउनु पर्छ है कभरमा जुन हामी सुरुमा खोलेको थियो त्यो नट लगाउनु पर्छ यसमा नट लगाइसकेपछि हाम्रो यो फिट भइहाल्छ हामीले यसलाई फिट गरेर अनि कनेक्सन चेक गरेर अनि हामीले यसको पछाडिको कभर फिट गरेर अनि नट टाइट गर्छौँ है यसको ढक्कन लगाएर हामीले यसलाई चेक गर्ने है लाइनमा दिएर चेक गर्ने बोर्डमा बत्ती बलिसकेपछि बोर्डमा लाइन आउँछ है बोर्डमा लाइन आयो